हिजो निरङ्कुश राज्य सत्ताले हात्ती लगाएर गरिब सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो। आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको बिचल्ली बनाइएको छ। झरीमा रुच्दै साना नानीहरू ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरङ्कुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ। आज प्रचण्डले न विरोध गरे, न कसैलाई खबरदारी गरे, न कसैलाई चेतावनी दिए। यो त सुझाव मात्र दिए संसद भवनमा यसरी काम गर्नुहोस् भनेर नयाँ नियुक्त सांसदहरूलाई यसरी गर्नुहोस्, यस्तो नगर्नुहोस् भनेर सम्झाए। अब बुझ्ने तपाईँहरूको हातमा छ। 5 वर्ष तपाईँहरूको हात कार्यकाल छ। बहुमत त हाम्रो प्रचण्ड गभर्मेन्टले पनि 82 तिमी ल्याएको हो।